वेलकम ब्याक। फेरि पनि आएको छु उही पुरानो अन्दाजमा नयाँ नेपाली रिलिज गीतहरूको अपडेटको साथमा। तीज सक्यो, जेनजीको आन्दोलन पनि सक्यो र अहिलेको माहौल केही सुधार पनि भइरहेको छ। यसैसँगै यति बेला युट्युबमा केही उत्कृष्ट नेपाली गीतहरू रिलिज भएका छन्। ती कुन कुन हुन्, कहाँ उपलब्ध छन्, त्यसको बारेमा यस भिडियोमा बताउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ आजको भिडियो। सुरुवातमै कुरा गरौँ यति बेला टिकटकमा निकै नै रुचाइएको गीत यो मुटुभित्रै छौ। रामजी खाँडको युट्युबमा रिलिज भएको यस गीतमा रामजी खाँड र अन्नु चौधरीको स्वर सजिएको छ। गीतमा रोशन सिंहले शब्द र सङ्गीत भरेका हुन्। गीतमा रामजी खाँड र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ। गीत रामजी खाँडको निर्देशनमा रहेको छ। यति बेला अर्को मिठो लोकको शैली रिलिज भएको छ, हङकङ र सिङ्गापुरे। प्रेम सोनी सुनारको युट्युबमा रिलिज भएको यस गीतमा खेम सेन्चुरी र प्रीति आलेको स्वर सजिएको छ। गीतमा रमेश परियारको शब्द र कृष्ण केसीको लय रहेको छ। गीतमा प्रेम सोनी सुनार र बबिना गुरुङको अभिनय देख्न सकिन्छ। गीत एकेन्द्र सरा शङ्करको निर्देशनमा रहेको छ। कुरा गरौँ अर्को मिठो गीत हाम्रो माया कट। डेकेन्द्र प्रोडक्सनको युट्युबमा रिलिज भएको यस गीतमा देवी घरती मगर र अर्जुन सापकोटाको स्वर सजिएको छ। गीतमा राजु प्रेतीको शब्द र डेकेन्द्र श्रेष्ठको थेगो एवं लय रहेको छ। गीतमा मुकुन्द भट्ट, रचना न्यौपाने, सरिता दानकोटीको अभिनय देख्न सकिन्छ। गीत केशवराज भट्टको निर्देशनमा रहेको छ। कुरा गरौँ अर्को मार्मिक लोकको शैली गास कहाँ होला। 19 अधिकारीको युट्युबमा रिलिज भएको यस गीतमा खेम सेन्चुरी र सुनिता बुढा छेत्रीको स्वर सजिएको छ। गीतमा नेत्र अर्यालको शब्द र 19 अधिकारीको लय रहेको छ। गीतमा जुना गुरुङ र विनोद भण्डारीको अभिनय देख्न सकिन्छ। गीत विनोद भण्डारीको निर्देशनमा रहेको छ। यति बेला यही असोज 13 गते फुलपातीका 3बाट प्रदर्शनमा आउन लागेको चलचित्र बलिदानबाट एउटा शीर्ष गीत OSR डिजिटलबाट रिलिज भएको छ। गीतलाई सुजन चापागाईले स्वर र कम्पोज गरेका हुन् भने हर्क साउदले उक्त गीत लेखेका हुन्। यति बेला एउटा दशैं विशेष गीत रिलिज भएको छ, हलो जोते माम। सूर्य खड्काको युट्युबमा रिलिज भएको यस गीतमा सूर्य खड्का र दिपेन थापाको स्वर सजिएको छ। गीतमा सूर्य खड्काको शब्द र सङ्गीत सजिएको छ। गीतमा सूर्य खड्का र दिपेन थापाको अभिनय देख्न सकिन्छ। गीत दुर्गा पौडेलको निर्देशनमा रहेको छ। कुरा गरौँ अर्को मिठो गीत रेलीमै रेलीमै रेलीमै। बिबी अनुरागीको युट्युबमा रिलिज भएको यस गीतमा प्रोसेस पाण्डे र दीपिका बयाम्बुको स्वर सजिएको छ। गीतमा सुनिता पुनको शब्द र बिबी अनुरागीको लय रहेको छ। गीतमा लोमा शर्मा, बिना राउत लगायतका अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीत शिव विकको कोरियोग्राफी र निर्देशनमा रहेको छ। यी थिए भर्खरै मात्र रिलिज भएका र मेरो रोजाइमा परेका उत्कृष्ट नेपाली गीतहरू। यी सम्पूर्ण गीतहरूको लिङ्क तल डिस्क्रिप्सनमा पनि राखिदिएको छु, भिजिट गर्नुहोला। अब पुनः अर्को भिडियोमा नयाँ कन्टेन्ट, नयाँ अपडेटको साथमा भेटौँला। यस्तै नयाँ गीतहरूको अपडेटका लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।